आजको वचनको टपिक छ, शीर्षक छ वचनमा उभिने मानिस। है, वचनमा उभिने मानिस कस्तो चाहिँ हुनुपर्छ भन्ने कुरा म केही व्यक्तिहरूको उदाहरण दिँदै म तपाईँहरूको बिचमा परमेश्वरको वचनमा राख्न गइराखेको छु। यशाया 55 अध्यायको 8 देखि हामी 11 पदलाई हामी हेर्नेछौँ। यहाँनिर तपाईँले भेट्नुहुन्छ, म यसलाई पाठ गर्नेछु, तपाईँले नखोल्दा पनि हुन्छ है। मतिर ध्यान दिनुभयो भने अझै राम्रो कुरो। यहाँनिर यसरी लेखिएको तपाईँहरूले भेट्टाउनुहुने चाहिँ यशाया 55 को 8 देखि 9, 10 र 11 मा यसरी लेखिएको छ, किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन् र तिमीहरूको चाल मेरो चाल होइनन्, परमप्रभु भन्नुहुन्छ। जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरो चाल तिमीहरूका चाल भन्दा मेरा विचार तिमीहरूको विचार भन्दा अलगा छन्। जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ र छर्नेलाई बिउ र खानेलाई भोजन दिन्छ, त्यसरी नै मेरो मुखबाट निस्किने मेरो वचन पनि हुनेछ। त्यो म कहाँ व्यर्थ फर्कने छैन, तर मैले इच्छा गरेको काम त्यसले पुरा गर्नेछ र जुन कामको निम्ति म त्यसलाई पठाउँछु त्यसको निम्ति त्यो सफल हुनेछ। हामी सबैले भन्न आमेन। वचन एकदमै गहिरो छ। बाइबलले भन्छ परमेश्वरको विचार र हाम्रो विचार र परमेश्वरको चाल र हाम्रो चाल बिल्कुलै फरक छ। मानिसले सोच्ने र परमेश्वरले सोच्ने बिल्कुलै अलग छ। बाइबलले यो कुरा भन्छ कि जसरी आकाश चाहिँ पृथ्वीभन्दा अल्गो छ, त्यसै नै परमेश्वरको चाल र उहाँको विचार पनि त्यति नै अल्गो फरक छ। है, मानिस हामी यति सानो छौँ, मानिसले के सोच्छ हामी रो विचार र परमेश्वरको विचार बिल्कुलै फरक छ। बाइबल यो कुरा बताउँछ। तर एउटै कुरा यहाँनिर लेखिएको छ। तपाईँले 10 अध्यायमा तपाईँले हेर्न सक्नुहुन्छ, 10 पदमा तपाईँले हेर्न सक्नुहुन्छ। त्यहाँनिर लेखिएको छ, एउटा उदाहरण दिएको छ। तपाईँले देख्नुहुन्छ, आकाशबाट जहिले पनि पानी पर्छ अथवा हिउँ पर्छ, तर त्यो हिउँ र पानी नि फेरि फर्केर आकाशतिर जाँदैन। हामी धेरै व्यक्तिहरू किसानी व्यक्तिहरू हौँ, पानीको लागि नि कयौँ मानिसहरू कुरिरहेको हुन्छ। यो चैत वैशाखमा धेरै हाम्रो मानिसहरूले चाहिँ नि किसान काम गर्छ, जसले मकै छर्नुपर्छ, बिउ लाउनुपर्छ, विभिन्न कुराहरू गर्नुपर्छ। जबसम्म पानी आउँदैन तब सिँचाइको कुराहरू हुँदैन। बाइबलले यो कुरा भन्छ है, पानी परिसकेपछि जमिन भिजाउँछ, जमिन भिजाइसकेपछि नि त्यहाँनिर हामीले बिउ हाल्न पायो, विभिन्न सिँचाइ गर्न पायो, विभिन्न कुराहरू हाल्न पायो, अनि त्यसले चाहिँ नि छर्नेलाई बिउ र खानेलाई भोजन दिन्छ। आमेन। सेम वे परमेश्वरबाट निस्केको वचन पनि त्यस्तै हुनेछ भनेर बाइबलले भन्छ। आमेन। परमेश्वरको विचार हाम्रो विचार चाहिँ वास्तवमा बिल्कुलै फरक छ। उहाँको विचार हाम्रो विचार चाहिँ बिल्कुलै मिल्दैन। आकाश र पाताल जत्तिकै एकेर टाढा छ, तर एउटै विचारमा ल्याउने चाहिँ परमेश्वरको वचन छ, जसले परमेश्वरको वचनमा उभिदछ। आमेन। त्यो चाहिँ म कहाँ व्यर्थमा फर्केर आउने छैन, त्यसले जे पनि गर्नेछ त्यो सफल हुनेछ भनिकन बाइबलले भन्छ। आमेन। ननिदाउनुहोस् है, वचन सुरु भयो कि निद्रा आइहाल्छ, यही हो हामी सबैको बानी, त्यही हो। म तपाईँलाई थोरै भन्छु, तर तपाईँले मतिर ध्यान दिनुभयो भने असल हुनेछ। है, परमेश्वरको वचन, परमेश्वरको विचार र परमेश्वरको चाल हामीभन्दा बिल्कुलै फरक छ।
हामीले सोचेको र परमेश्वरले सोच्नु भएको बिल्कुलै फरक छ। तर वचनमा आइपुग्दाखेरि नि उहाँको भविष्य, उहाँले गर्नुभएको कार्य, उहाँको उद्देश्य, उहाँले राख्नु भएको उद्देश्य, हरेक कुराहरू चाहिँ नि वचनभित्र हामी पाउँछौँ। जसले बाइबल यो कुरा भन्छ, त्यो मानिस धन्य हो जसले परमेश्वरको वचन सुन्छ र पालन गर्छ। आमेन आमेन। थुप्रो घटनाहरू छ, हामीले बाइबल इतिहासमा हामीले हेऱ्यौँ भने थुप्रो मानिसहरू छ जसले चाहिँ नि परमेश्वरको वचनमा उभिएको छ, परमेश्वरमाथि भरोसा राखेको छ। अनि 2013मा म आउँदाखेरि नि मलाई याद छ, म यहाँबाट 2013मा म यहाँ पसेको हो। म पसेको 2 हप्ता पछाडि चाहिँ नि यहाँनिर धेरै अगुवाहरू चाहिँ नि अगुवानी मुक्त भएको थियो। अनि पास्टर जानुपर्ने थियो त्यो समयमा। 12 जना 10 जना यस्तो स्टेप हुँदै गर्दाखेरि थुप्रो अगुवाहरू मैले देखेँ यहाँनिर है। अनि धेरै ट्यालेन्टेड अगुवाहरू पनि हुनुहुन्थ्यो त्यतिखेर। अनि पास्टर एक समय छोडेर उहाँ जानुपर्ने भएको कारणले गर्दाखेरि अगुवानी मुक्त गरेर उहाँ जानुभयो। तर केही समयपछि कतिजना अगुवाहरू चाहिँ नि ब्याकस्लाइडेड मैले भएको देखेँ। अनि उहाँहरू नेपाल फर्किनु भयो कतिजनाहरू। थुप्रो शक्तिशाली अगुवाहरू, शक्तिशाली वचन बोल्ने अगुवाहरू पनि मैले भेटाएँ। तर बिस्तारै हेर्दै गर्दाखेरि ती मानिसहरू चाहिँ नि, ती अगुवाहरू चाहिँ नि बिस्तारै हराउँदै गयो। कति कुरा उनीहरूको परिवारमा मिलेन है, विभिन्न समस्या आयो। अनि उनीहरू चाहिँ बिस्तारै हराउँदै गयो। त्यत्रो अगुवाहरू मैले हेर्दाखेरि 10-12 जना अगुवा, 10 जना अगुवाहरू चाहिँ स्टेप बाई स्टेप खडा गरेको। तर अहिले मलाई लाग्छ 5-7 जना हराइसकेको छ। जसको स्ट्याटसहरू हेर्छु, जसको कुराहरू हेर्छु, कति कुराहरू सुनाइमा आउँछ, उहाँहरू चाहिँ परिवारसँग नमिलेर, थुप्रो चाहिँ समाजसँग नमिलेर चाहिँ परमेश्वरदेखि मैले तर्केको देखेँ। अनि वास्तवमा मैले भन्न खोजेको चाहिँ के माथि हामी भरोसा गरिराखेका छौँ है। आज चुनौती चाहिँ यो कुरा छ, तपाईँ एक्लै लड्नुपर्छ, तपाईँ एक्लै उभिनुपर्छ। एक दिन परमेश्वरको वचन भित्र मान्छे आज उभिएको छ कि छैन। धेरै मानिसहरू पास्टरलाई देखेर, धेरै मान्छे अगुवालाई देखेर, धेरै मानिसहरू विश्वास देखेर मण्डलीभित्र आउँछ। 2015 को घटना हो। हामीले 3-4 जनालाई ग्रहण गराइयो। त्यो व्यक्तिहरू जब मण्डलीमा आउनुभयो, सबैजनालाई चाहिँ उनीहरूले हेर्दै गर्दाखेरि सबै येशू जस्तै देख्नु हुँदो रहेछ है। सबैजना सोझो, सबैजना चाहिँ एकदमै राम्रो खालको। अनि त्यो भाइहरू चाहिँ कतिजना चाहिँ चलाकहरू थियो कि। अनि त्यो भाइहरूले चाहिँ भित्रभित्रै पैसा मागेर अब उनीहरूको सोचाइमा के चाहिँ रहेछ भन्दाखेरि विश्वासी भनेपछि सबै एउटै खालको, किनभने येशूलाई विश्वास गरेको मान्छेहरू हो। अनि उनीहरूले चाहिँ बिस्तारै पैसा लाँदै जाने पछि हामीलाई थाहा भयो यो मान्छेलाई 5,000 लिएर गयो, अर्कोले भन्छ 2,000 लिएर गयो, अर्कोले भन्छ 3,000 लिएर, विश्वासीले चाहिँ पुरै लिएर गयो। अनि त्यो मान्छेहरू 1 महिना भएको थिएन मण्डली आएको, त्यो मान्छेहरू फेरि ब्याक भयो। यहाँ चाहिँ यसो छैन, यहाँ चाहिँ संसारको मान्छे जस्तै रहेछ। यहाँ मान्छे यिनीहरू चाहिँ एउटा बोल्ने मात्रै शैली रहेछ, भनाइ मात्रै रहेछ। शर्मको कुरा हेर्नुहोस् है। धेरै व्यक्तिहरू आफ्नो साथीमाथि भरोसा राखिरहेको छ, हरेक अगुवाहरूमाथि भरोसा राखिरहेको छ, विभिन्न कुरामाथि भरोसा राखिराखेको छ। भजन सङ्ग्रह 33:18ले हामी हेरौँ। यहाँनिर यसरी लेखेको तपाईँले भेट्टाउनुहुनेछ, तर प्रभुको दृष्टि उहाँको भय मान्नेहरूमाथि छ, तिनीहरूमाथि जसको आशा उहाँको अचूक कृपामाथि छ। आमेन। परमप्रभुको दृष्टि, परमेश्वरको हेराइ चाहिँ नि
उहाँको वचनसँग उब्ने मानिससँग छ। बाइबलले स्पष्ट भन्छ, जसले चाहिँ परमेश्वरमाथि भरोसा राखेको छ। बाइबलले यो कुरा पनि भन्छ, त्यो मानिस चाहिँ चट्टानमाथि बसालिएको हो है, जसले चाहिँ परमेश्वरको भरोसामा जिउँछ। म तपाईँलाई नोआको विषयमा तपाईँलाई म जानकारी गराउँछु। उत्पत्ति 6:5 देखि 6, 7, 8, 9, 10, 9 पदसँग म पढ्नेछु। यहाँनिर तपाईँहरूले यसरी लेखेको भेटाउनुहुनेछ। यहाँनिर यसरी लेखेको छ, पृथ्वीमा मानिसको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबी मात्र भएको परमप्रभुले देख्नुभयो। पृथ्वी मानिसलाई बनाउनु भएकोमा परमप्रभु अफसोस गर्नुभयो र उहाँ मनमा साह्रै दुखित हुनुभयो। यसकारण परमप्रभुले भन्नुभयो, मैले सृष्टि गरेको मानिसलाई पृथ्वीबाट म मेटिदिनेछु। के मानिस, के भस्रने जन्तु, के आकाशका पंक्षी, सबैलाई, किनभने ती बनाएकोमा मलाई दुःख लागेको छ। तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह रह्यो। नोआको दृष्टान्त यही हो। आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्वरको साथसाथै हिँड्ने गर्थे। आमेन। तपाईँले यो उत्पत्तिको समयदेखि हेर्दै आउनु हुन्छ भने नि, हजुर ठिक छ। म उत्पत्ति 9को 5, 6, 7, 8 र 9 है, उत्पत्तिको पुस्तकलाई तपाईँले हेर्दै आउनुभयो भने तपाईँले नोआको समय आइपुग्दाखेरि नि त्यहाँनिर लेखिएको छ, नोआका समयमा परमेश्वरको छोराहरूले मानिसको छोरीहरूसँग विवाह गर्न लागेको थियो है। परमेश्वरको छोराहरूले मानिसको छोरीहरूसँग विवाह गर्दै थिए। अनि मानिसहरू चाहिँ जे कुरा गर्नुहुन्थेन त्यही कुरा मानिसहरूले गर्दै 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 पापमाथि पाप फैलिँदै हामी आएको कुरा देख्छौँ। जे कुरा परमेश्वरलाई मन पर्दैन त्यही कुरा चाहिँ नि मानिसहरूले गर्दै गर्दै आएको कुरा हामी पाउँछौँ। तब यो समय आउँदै गर्दाखेरि मानिसहरू आफ्नै इच्छाले, आफ्नै मर्जीले विवाहमारी गरिरहेको कुराहरू पाउँछौँ। विभिन्न मनोरञ्जनको कुराहरू गरिरहेको हामी पाउँछौँ। तर यो गरेको देखेर परमेश्वर मानिस बनाएकोमा उहाँ दुखी हुनुभयो। बाइबल भन्छ परमेश्वर अफसोस हुनुभयो, उहाँ दुखित हुनुभयो। जेको लागि मानिसलाई बनाए तर त्यो काम नगरेर नि मानिस चाहिँ आफ्नै इच्छातर्फ बढिरहेको हामी देख्दछौँ। तर नोआलाई हेर्छौँ भने त्यस्तो पुस्तामा पनि नोआले नि परमेश्वरको वचन पक्रिने निधो गरे। आमेन। परमेश्वरको वचन भित्र रहने फैसला गरे, परमेश्वरको उपस्थितिमा रहने फैसला गरे। आमेन। धेरैचोटि हामी भिडमा मात्रै हामी एउटा विश्वास देखाउँछौँ, त हामी कहीँ गइसकेपछि, हामी आफ्नो ठाउँमा पुगिसकेपछि हाम्रो विश्वास, हामीले गर्ने हरेक कुराहरू हामी बिर्सिँदै जान्छौँ। तर बाइबलले भन्छ नोआको पालामा नोआ धर्मी ठहरियो। त्यसकारण मानिसलाई परमेश्वरले, सबै मानिसलाई चाहिँ नाश गर्ने उहाँले निधो गर्नुभयो। तर पनि बाइबलले यो कुरा भन्छ परमेश्वरको अनुग्रह चाहिँ नि नोआमाथि रह्यो भनेर बाइबलले भन्छ। आमेन। नोआ धर्मी, परमेश्वरको वचनमा उभिने मान्छे, उभिने निर्णय गर्यो, परमेश्वरको वचनलाई लिने निर्णय गर्यो। अनि सबै कुराहरूलाई परमेश्वरले नाश गरेर पनि नि नोआलाई परमेश्वरले बचाउनु भयो। आमेन। तपाईँलाई थाहा छ नोआलाई नि परमेश्वरले जहाज बनाउन लाउनु भयो। मलाई लाग्छ यस्तै टन्टलापुर घाम लागिरहेको थियो होला त्यो समयमा नि।
डाँडामा घाम लागेको ठाउँमा जहाज बनाउनु भनेर भन्दाखेरि पनि नोआले जहाज बनाउने निर्णय गरे। त्यो समयमा मान्छेले सायद त्यो मान्छेलाई नोआलाई नि खिल्ली उडाइरहेको हुन सक्छ। यस्तो खालको घाम लागिरहेको छ, यो मान्छे कति चाहिँ मूर्ख मानिस होला है। न पानी देख्छ, न पानी कहीँ पनि छैन, पानी आउने चेष्टा पनि छैन, त्यो खालको मौसम पनि छैन, र पनि परमेश्वरले जहाज बनाउनु भन्नुभयो। आई एम रेडी, म गर्न तयार छु। आजको दिन त्यो व्यक्तिको कारणले गर्दाखेरि हामी मानिस बच्यौँ। नोआ धर्मी भएको कारणले नोआ मात्रै बचेन। नोआको परिवार तपाईँलाई थाहा छ, नोआको श्रीमती, नोआको तीनजना छोरा, 8 जना नि परमेश्वरले नोआको कारणले, नोआ धर्मी देखेको कारणले नि परमेश्वरले बचाउने निर्णय गर्नुभयो र परमेश्वरले बचाउनु भयो। आमेन। हामी परमेश्वरको वचनमा उभिने फैसला गर्छौँ भने, परिस्थितिलाई छोडेर परमेश्वरको उपस्थितिमा परमेश्वरको वचनमा खडा हुने निर्णय गर्छौँ भने परमेश्वरले हाम्रो जीवनबाट पनि आश्चर्य कर्म गर्नुहुन्छ। हामी मात्रै बस्दैनौँ, हाम्रो परिवार मात्रै बस्दैनौँ, हाम्रो घरमा पनि हाम्रो विश्वासले, हामी परमेश्वरको उपस्थितिमा रहेको कारणले मानिसहरू बस्नेछ। आमेन। के तपाईँ रेडी हुनुहुन्छ? हाम्रो निम्ति चुनौती छ। कसले चाहिँ आज परमेश्वरको वचन बोक्ने है? कसले चाहिँ परमेश्वरको उपस्थिति बोक्ने? आज हामीलाई चुनौती छ। कसले परमेश्वरको वचन बोल्ने? म तपाईहरुलाई अर्को अध्यायमा लान चाहन्छु। तपाईहरुले दानियलको पुस्तकलाई तपाईहरुले हेर्न सक्नुहुनेछ। दानियल 3 अध्यायको 15 पददेखि हामी यसलाई हेर्नेछौँ। दानियलको बारेमा हामीले धेरैचोटि हामीले सुनेका छौँ। बुझ्दै हुनुहुन्छ? म अलिक कम बोल्छु, ढिलो बोल्छु है। तपाईहरुलाई झ्याउ लाग्न सक्छ हैन? बन्द भयो? झ्याउ लाग्न सक्छ है। दानियलको पुस्तक 3 अध्यायमा हामी हेर्यौँ भने एकजना नबुकदनेस्सर भन्ने राजा हामी भेट्टाउँछौँ। नबुकदनेस्सर राजा, बेबिलोनको राजा है। अनि तपाईले 3 अध्यायमा तपाईले भेटाउनुहुन्छ सुनको मूर्ति र आगोको भट्टी भन्ने त्यहाँनिर शीर्षकमा लेखिएको छ। अनि एक समयमा नबुकदनेस्सरले 30 मिटर अग्लो है, 30 मिटर अग्लो यति साह्रो अग्लो सुनको मूर्ति बनाउँछ र 3 मिटर चौडा भन्छ, यति लामो 3 मिटर चौडा भएको एकदमै सुडिलो परेको सुनको मूर्ति बनाउँछ। अनि त्यसको अर्पण गर्नलाई बेबिलोनका भएका सबै मानिसहरूलाई बोलाउँछ। सबै मानिसलाई बोलाएर ठुलो तहका मानिसहरूदेखि तल्लो तहका मानिस, हरेक भाषा बोल्ने मानिसलाई बोलाएर चाहिँ नि त्यसको अर्पण गर्ने निधो गर्छ। जो नबुकदनेस्सरले चाहिँ त्यो मूर्तिलाई ढोग्नलाई नि त्यहाँ जाहेर गरिरहेको हुन्छ। अनि सबै मानिसहरू आउँछ। त्यसपछि त्यसलाई जब नि एउटा चर्को स्वरले ध्वनि बजाउँछ, अनि विभिन्न खालको ध्वनिहरू बजाउँछ। अनि त्यो समयमा चाहिँ सबैजना चाहिँ निहुरेर ढोग्नुपर्छ। यदि तिमीले ढोगेनौ चाहिँ भने नि यतातिर चाहिँ हामीले नि ठुलो आगोको भट्टी बनाएर राखेको हुन्छ, जसले चाहिँ त्यो मूर्तिलाई ढोग्दैन, जसले ढोग्दैन नि त्यसमा फालिनेछ भनेर उर्दी जाहेर गरेको हुन्छ। अनि जब ठुलो स्वरमा चाहिँ नि त्यहाँनिर ठुलो तुरै फुएको हुन्छ, विभिन्न खालका बाँसुरी झ्याली पुरै चाहिँ ठुलो स्वरमा चाहिँ त्यहाँनिर बजाएको हुन्छ। अनि मानिसहरू घोप्टो परिकन दण्डवत गर्छ। त त्यहाँनिर एक दुईजना मानिसहरू चाहिँ नि त्यहाँनिर
हेरिरहेको हुन्छ। अनि सद्रक, मेशक र अबेदनगो जो चाहिँ यहुदीका मानिसहरू थिए भनेर बाइबलले भन्छ। अनि ती तीनजना व्यक्तिले चाहिँ नि ढोगेको देखेन है। मानिसले यसो हेर्दाखेरि दुई तीनजनाले धोएको छ र सबैजनाले ढोगिरहेको छ। अनि यो नढोएको देखेर नबुकदनेस्सरलाई भनिदिन्छ। त्यसपछि रिसले एकदमै चोर भइकन नि एकदमै रिसाउँछ नबुकदनेस्सर राजा, तिमीले किन चाहिँ ढोगेनौ? मैले भनेको कुरा चाहिँ तिमीले किन चाहिँ मानेनौ? भनिकन 15 पदमा तपाईँले भेट्टाउनुहुनेछ। यहाँनिर यसरी लेखेको छ, अब यदि तिमीहरूले नरसिंगा, बाँसुरी र वीणा, सारकी, सितार, न्याउली, बाजा र सबै किसिमका बाजाको आवाज सुन्ने बित्तिकै मैले बनाएको मूर्तिलाई दण्डवत गर्न तयार भयो भने धेरै राम्रो हुनेछ। तर यदि तिमीहरूले यसलाई दण्डवत गरेनौ भने तुरन्तै दल्किरहेको आगोको भट्टीमा तिमीहरूलाई फालिनेछौ। कुन देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्ला? कस्तो चाहिँ चुनौती छ, कति ठुलो चाहिँ धम्की छ, जसले चाहिँ नि राजाको कुरालाई सुनेको छैन। तर तपाईँले 16 पदमा तपाईँले मिठो कुरा भेट्टाउनुहुनेछ। 16, 17मा 18मा तपाईँले मिठो कुरा भेट्टाउनुहुनेछ। यहाँनिर यसरी लेखेको तपाईँले भेट्टाउनुहुन्छ, सद्रक र मेशक अबेदनगोले राजालाई जवाफ दिए, हे नबुकदनेस्सर, यस सम्बन्धमा हजुरको अघि हाम्रो पक्षमा भन्नुपर्ने आवश्यकता छैन। हे महाराजा, यदि हामीहरू दल्किरहेको आगोको भट्टीमा फाल्यौँ भने पनि हामीले सेवा गरेका परमेश्वरले हामीलाई त्यसबाट बचाउन सक्नुहुनेछ र हजुरको हातबाट छुटकारा दिनुहुनेछ। 18, तर हामीलाई उहाँले यसो नगर्नु भए तापनि हे महाराजा, हजुरको देवताको सेवा गर्ने छैनौँ, न त हजुरको स्थापना गर्नुभएको सुनको मूर्तिलाई दण्डवत गर्नेछौँ भनी हजुरलाई थाहा होस् भन्ने हामी चाहन्छौँ। आमेन। कति चाहिँ मिठो कुरा गरेको छ। शरीरमा हेर्दै गर्दाखेरि यति ठुलो यतातिर चाहिँ आगो दन्किराखेको छ। राजा नबुकदनेस्सरले भन्छ, यदि तिमीले चाहिँ नि यो कुरा सुनेनौ भने, यदि दण्डवत गरेनौ भने तिमीहरूलाई यस भट्टीमा फाल्नेछ। कुनै देवता पनि तिमीलाई बचाउन सक्ने छैन। तर मिठो कुरा सद्रक र मेशक अबेदनगोले यो कुरा भन्छ, हामी कुनै पनि हालतमा हामी यो मूर्तिलाई दण्डवत गर्न राजी छैनौँ। परमेश्वरले हामीलाई बचाउनुहुन्छ, छुटकारा दिनुहुन्छ। तर यदि ठिकै छ, यदि परमेश्वरले यसो गर्नु नै भएन भने हामी एग्री छौँ, हामी मर्न तयार छौँ, हामीले हाल्नुहोस्। कस्तो चाहिँ शक्तिशाली कुरा, कति मिठो कुरा, कति चाहिँ परमेश्वरको वचन मानि अडिग रहेको व्यक्ति। आमेन। हाम्रो जीवनमा यस्तो खालको घटनाहरू आउन सक्दैन भन्ने कुरा होइन, आउँछ। तर हामी चाहिँ तयार छौँ कि छैनौँ? तपाईँले तलतिर हेर्नुभयो भने नि च्याप्पै समातेर नि भट्टीमा हालिदिएको छ। पक्रेर लगेको मानिसहरूलाई त्यो रापले नि जलाएको छ। तर 3 जनालाई भित्र हाल्छ, त्यहाँनिर केही पनि हुँदैन। अनि राजाले भन्छ, हामीले त्यो 3वटा हालेको, यहाँ त 4वटा पो देख्दैछु, यो त आश्चर्य कर्म होइन। आमेन। हामीले त 3 जनालाई मात्र हालेको, त्यो पक्रेर लाने मान्छेहरू त अघि नै जलेर झस्म भयो। त 3 जना मान्छे त देखिरहेको छ, अर्को 1 जना पनि देख्छौँ, त्यो त देवताको पुत्र जस्तै छ। आमेन। अनि छक्कै पर्छ। अनि त्यसपछि राजाले भन्छ, आश्चर्य कर्म हुँदै, आश्चर्यचकित हुँदै उफ्रेर सल्लाहकारलाई भन्छ, यिनीहरूलाई बाँधेर हामीले हालेको थियौँ, तर यो जस्ताको तस्तै छ। हामीले त 4 जना व्यक्तिहरू देखिरहेका छौँ।
उनको सल्लाहकारलाई सोध्छ, हो साँच्ची नै हो, देखिरहेका छौँ, छक्कै पर्छ। तर पछि तपाईँले हेर्नुभयो भने नि नबुकदनेस्वरले नि तिमीहरूको परमेश्वर चाहिँ साँच्ची नै शक्तिशाली रहेछ, तिमीहरू चाहिँ बाहिर निस्केर आऊ। हालेलुया। कति चाहिँ मिठो कुरा छ है। फैसला चाहिँ नि उनीहरूले चाहिँ त्यो खालको समर्पण गरे। हामी यो मूर्तिलाई ढोक्न हामी तयार छैनौँ। परमेश्वरले यदि बचाउनु हुन्न भने तापनि त्यसमा पर्न हामी राजी छौँ, तर म सुनको मूर्तिलाई ढोक्दिनँ। के नै जान्थ्यो र होइन, ढोकिदिँदाखेरि कसैले देखेन, 3 जना त थियो यहुदीहरू। एकछिनको लागि ढोकिदिँदाखेरि के जान्थेन, हामीलाई त्यस्तो लाग्छ है, केही पनि हुँदैन। तर नि यो मान्छेहरू नि यो शद्रक र मेशक र अबेदनगोले नि परमेश्वरको वचनमा उठ्ने फैसला गर्यो। आमेन। परमेश्वरको उपस्थितिको बारे, परमेश्वरको हिदायतको बारेमा उठ्ने फैसला गर्यो। हाम्रो जीवनमा पनि त्यस्तो घटना आउँछ। जब पनि कष्ट आउँदैन नि त्यतिकै आश्चर्य कर्म र मिराकल आउँदैन है। कष्टसँगै नि परमेश्वरले मिराकल राखिदिनु भएको छ। आमेन। तर तपाईँ र म उभिने फैसला गर्छौँ कि गर्दैनौँ, त्यो बाटो भएर जाने निर्णय गर्छौँ कि गर्दैनौँ, त्यो चाहिँ शक्तिशाली कुरा हो। आमेन। परमेश्वरको वचन अघि नै हामीले सुनिसक्यौँ है। पानी जस्तो छ जसले चाहिँ नि के अरे जमिनलाई भिजाएर खानेलाई भोजन र छर्नेलाई बिउ दिन्छ। परमेश्वरको वचनले भन्दछ त्यस्तै हुनेछ है। अनि आज हामीसँग परमेश्वरको वचन छ, तर यसलाई चलाउने कि नचलाउने, त्यो परमेश्वरको वचनमा उभिने कि नउभिने, त्यो चाहिँ हामीमा भर पर्छ। आमेन। आजको वचनमा तपाईँहरूलाई म यो साथ दिन चाहन्छु, तपाईँ परमेश्वरको वचनमा उभिनुहोस्। परमेश्वरको वचन पानी जस्तै छ, फेरि फर्केर नि आकाशतिर जाँदैन। जब तपाईँ परमेश्वरको वचनलाई पक्रिने फैसला गर्नुहुन्छ त्यसले सफलता ल्याउनेछ, त्यसले सफलता ल्याउने नै छ। आमेन। आमेन। 10 रोमी 10 को 6 पद र 11 पद, 6 देखि 11 पद रोमीको पुस्तक है। म यसलाई पाठ गर्नेछु 6 देखि 11 सम्म। विश्वासमाथि आधारित भएको धार्मिकताले यसो भन्छ, मनमा यसो पनि नभन स्वर्गमा को उक्लिने अर्थात् ख्रिस्टलाई तल ल्याउनलाई, वा आफ्नो मनमा यसो पनि नभन पातलमा को ओर्लिने अर्थात् मरेकाहरूबाट ख्रिस्टलाई माथि ल्याउनलाई। 8 मा यसरी लेखिएको छ, तर यसले के भन्छ, वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा छ र तिम्रो हृदयमा छ, हृदयमा अर्थात् विश्वासको वचन जो हामी प्रचार गर्छौँ। किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यो र परमेश्वरले उहाँलाई मरेकाबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्नो हृदयमा विश्वास गर्छ ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। धर्मशास्त्र भन्छ उहाँमाथि भरोसा राख्ने कोही लासमा पर्ने छैन। कति मिठो कुरा लेखेको छ। आमेन। बुझ्दै हुनुहुन्छ? वचन पल्लो छेउमा पनि छैन, वचन पश्चिममा पनि छैन, वचन स्वर्गमा पनि छैन, वचन पृथ्वीको पातलमा पनि छैन। वचन चाहिँ कहाँ छ? छेउैमा छ। जतिखेर हामीले वचनलाई ख्रिस्टलाई हामीले ग्रहण गर्यौँ तब हामीले ख्रिस्ट परमेश्वरको वचन चाहिँ जब हामी बोल्छौँ त्यो चाहिँ हामी भित्र छ। आमेन। जसले स्वीकार गर्छ त्यसले चाहिँ उद्धार पाउनेछ भनेर बाइबलले भन्छ।
है। अनि ऊ चाहिँ जसले वचनलाई स्वीकार गर्छ है, त्यसले उद्धार पाउँछ अनि ऊ चाहिँ निर्दोष ठहरिन्छ भनेर बाइबलले भन्छ है। मिठो कुरा यो कुरा लेखिएको छ, जसले परमेश्वरको वचनमाथि भरोसा चाहिँ गर्छ नि त्यो लासमा पर्ने छैन भनेर बाइबलले भन्छ। आमेन। परिस्थिति होला, विभिन्न खालको परिस्थिति होला, हुँदैन भन्ने खालको परिस्थिति पनि आउन सक्छ, तर तपाईँ वचनमा उभिने फैसला गर्नुभयो भने, तपाईँ वचनमा उभिनु भयो भने नि होला होला चाहिँ हुन्छ, हुन्छ हुन्छ चाहिँ जस्तो, हुँदैन हुँदैन जस्तो चाहिँ हुन्छ। तर विश्वास गर्नु भने बाइबलले मिठो कुरा भन्छ, परमेश्वरमा भरोसा गर्ने मान्छेहरू लासमा पर्ने छैन। आमेन। कति मिठो कुरा लेखेको छ। आमेन। वचन अन्तिम हुन लागेको छ है। तपाईँहरूलाई म अर्को पदमा लान चाहन्छु। दोस्रो कोरिन्थी 4:13 देखि 18। यहाँनिर 13मा यसरी लेखिएको छ। दोस्रो कोरिन्थी 4:13, मैले विश्वास गरेँ यसकारण म बोले भन्नेकै आत्मा हामीमा भएको हुनाले हामी पनि विश्वास गर्छौँ र हामी बोल्छौँ। हामी जान्दछौँ कि हाम्रा प्रभु येशूलाई जीवित पार्नुहुनेले हामीलाई पनि येशूसँग जीवित पार्नुहुन्छ र उहाँले हामीलाई तिमीहरूसँग उहाँको उपस्थितिमा ल्याउनुहुन्छ, किनभने यी सब तिमीहरूको खातिर भएका हुन्, ताकि जसरी अनुग्रह धेरैभन्दा धेरै मानिसहरूमा फैलिँदै जान्छ त्यसरी नै परमेश्वरको महिमाको निम्ति धन्यवाद दिने काम पनि बढ्दै जाओस्। यसकारण हामी हरेस खाँदैनौँ, हाम्रो बाँडे मनुष्यत्व नाश हुँदै गए तापनि हाम्रो आत्मिक मनुष्यत्व चाहिँ दिनदिनै नयाँ हुँदै जान्छ, किनकि हाम्रो हलुको क्षणभरको कष्टले हाम्रो निम्ति अतुलनीय तथा अनन्तको महान महिमा तयार गरिरहेछ। हामी दृश्य कुरालाई होइन तर अदृश्य कुरालाई हेर्छौँ, किनभने दृश्य कुरा क्षणिक हुन्छन् तर अदृश्य कुरा चाहिँ अनन्तसम्म रहिरहन्छ। आमेन। बुझ्दै हुनुहुन्छ? बुझ्दै हुनुहुन्छ? मैले विश्वास गरेँ यसकारण मैले बोले भन्नेकै आत्मा चाहिँ नि हामी भित्र छ अरे। जब पनि हामीले ख्रिस्टलाई विश्वास गर्यौँ हामी भित्र सत्यता चाहिँ लुकेको छ। आमेन। यसकारण पावलले कुरा भजन सङ्ग्रहको पुस्तकबाट निकालेको हो। यसकारण मैले बोले, यसकारण मैले विश्वास गरेँ, यसकारण मैले बोले भन्नेकै आत्मा चाहिँ नि हामी भित्र छ। शक्तिशाली परमेश्वरको आत्मा चाहिँ नि हामी भित्र खन्याइएको छ। आमेन। त्यसकारण हामी विश्वास गर्छौँ, त्यसकारण हामी बोल्छौँ। परमेश्वरको वचन हामी भित्र हालिदिनु भएको छ। आमेन। त्यसकारण हामी बोल्छौँ। हामीले हरेक मान्छेले प्रार्थना गर्छौँ। किन निको हुन्छ? किनभने हामी भित्र चाहिँ परमेश्वरको शक्तिशाली वचन छ। जे कुरा हामी बोल्छौँ नि परमेश्वरको वचन चाहिँ नि, परमेश्वरको उपस्थिति चाहिँ नि त्यहाँबाट निस्किन्छ। आमेन। त्यसका शक्तिशाली कुरा हुन्छै हुन्छ, तर हामी चाहिँ उभिन सक्नुपर्छ। त्यसकारण हामी क्षणिक कुराहरूलाई हामी हेर्दैनौँ। हामी झन् हेर्दै बुढो हुँदै जान्छौँ है। हाम्रो शरीर चाहिँ बुढो हुँदै जान्छौँ, तर हामी भित्र उभिएको परमेश्वरको आत्मा जो हामी भित्र छ नि त्यो चाहिँ नयाँ हुँदै जानुपर्छ। आमेन। शक्तिशाली हुनुपर्छ। आमेन। शक्तिशाली हुनुपर्छ। त्यही परमेश्वरको वचनबाट नि मानिसले विभिन्न खालको मिराकल, विभिन्न खालको आश्चर्य कर्म गरे। त्यसकारण त मैले विश्वास गरेँ र मैले बोले भन्नेकै आत्मा त्यही वचन चाहिँ नि, त्यही वचनले चाहिँ नि सद्रक र मेशक र अबेदनगोले गरे। त्यही शक्तिशाली वचन चाहिँ नि हामी भित्र आइपुगेको छ। त्यो वचन चाहिँ नि हामी भित्र छ। आमेन।
त्यसकारण भजन सङ्ग्रह 23 अध्यायमा तपाईँले पाउनुहुनेछ। त्यहाँनिर राजा दाउद लेखेको कुरा हामी भेट्टाउँछौँ होइन। त्यो एउटा यस्तो परिस्थितिको बावजुदमा लेखिएको कुरा छ, जो वचन छ, तपाईँले खोल्न सक्नुहुनेछ। एकजनाले पढिदिँदा पनि राम्रो हुनेछ। भजन सङ्ग्रह 23 अध्यायलाई हामी सरर पढौँ अनि हाई काटेको सबै कुरा हामी बन्द गर्नेछौँ ल। हजुर। भजन सङ्ग्रह 23। परमप्रभु मेरो गोठाला, परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खड्कामा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नामको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाँटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथ हुनुहुन्छ। तपाईँको लट्ठी र तपाईँको लौरोले मलाई सान्त्वना दिन्छ। मेरा शत्रुको सामुने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ। मेरो कचौरा भरिएर पोखिन्छ। निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभुको घरमा सदा सदा वास गर्नेछु। विशेषणलाई धन्यवाद। मिठो कुरा लेखिएको छ। हामीलाई यो भजनलाई पढ्दै गर्दाखेरि सबै कुराले भरिभाव भएर एउटा टेबलमा बसिएर एउटा रचेर लेखेको जस्तो हामीलाई लाग्छ है। कस्तो चाहिँ मिठो कुरा लेखेको छ। परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको पनि अभाव हुँदैन। तर यो मान्छे त्यो परिस्थितिमा लेखेको थियो। यो मान्छेलाई राजाले खेद्दै थिए। यो लेख्ने बेलामा शत्रुहरू बढिराखेको थियो। यो समयमा उसको आफ्नै जेठो छोरोले खेदाइराखेको थियो। त्यो समयमा ऊ चाहिँ विभिन्न ठाउँमा चाहिँ आफ्नो ज्यान जोगाउनलाई कुदिराखेको हामी भेट्टाउँछौँ। तपाईँले यसको पाठलाई तपाईँले हेर्नुभयो भने चाहिँ, तर शरीरको कुरालाई थाती राखेर नि यो मान्छेले आत्माको कुरा गर्दैछ है। शरीरको कुराले देखिने कुराहरूलाई सबै कुरालाई बिर्सिकन नि परमप्रभु चाहिँ मेरो गोठालो, मलाई बचाउन सक्नुहुन्छ, हरेक कुराहरूबाट उहाँले छुटकारा दिनुहुन्छ भन्ने कुरा चाहिँ नि यो मान्छे आफ्नो हृदयबाट प्रकट गरेको कुरा हामी पाउँछौँ। उहाँले चाहिँ मेरो प्राणलाई फेरि पुनर्जीवित पार्नुहुन्छ भन्ने कुरा गरिएको छ है। म मृत्युको अन्धकारमै घाँटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन। कस्तो मिठो कुरा गरिएको छ। तर यो मान्छेलाई हेर्दै गर्दाखेरि उता खेद्दैछ। यो मान्छेलाई चाहिँ नि मान्छेले मार्नलाई नि थुप्रो कुरा जाल बिछाइरहेको छ। आफ्नै छोराहरूले पनि खेद्दैछ र पनि सबै कुराहरूलाई थाती राखेर नि परमेश्वर चाहिँ मेरो शक्तिशाली हुनुहुन्छ, उहाँले चाहिँ मेरो रक्षक हुनुहुन्छ, उहाँले सबै कुराहरू गर्न सक्नुहुन्छ भन्ने चाहिँ नि भरोसा राखिरहेको छ। हामी परिस्थितिको बेचमा हामी के बोल्छौँ? मोस्ट इम्पोर्टेन्ट कुरा छ है। समस्याको बीचमा हामी के बोल्छौँ त्यो इम्पोर्टेन्ट कुरा छ। वचनमा लेखिएको छ यतातिर परमेश्वर मेरो गोठालो हुनुहुन्छ, सबै कि कुनै कुराको अभाव हुँदैन। तर हामी चाहिँ रोग भएर विभिन्न कुराहरू भएर जाँदै गर्दाखेरि हामी परमेश्वरको वचनमाथि उभिने कि नउभिने, परमेश्वरमाथि भरोसा राख्ने कि नराख्ने। गरिबी वनबाट यति साह्रो जिएर गइराखेको छ, त्यतिखेर हाम्रो मुखबाट के निस्किन्छ त्यो चाहिँ इम्पोर्टेन्ट कुरा हो। 2017-18मा म घर गएको, सुन्दै हुनुहुन्छ? 2018मा म घर गएको 50 दिनको छुट्टीमा, जम्मा 10,000 पैसा लिएर गएको। 2 महिनापछि म फर्केर आइहाल्छु भनेर। त ठ्याक्कै म नेपाल इन भयो। 30 दिनको भित्रमा ठ्याक्कै लकडाउन भयो। अनि रोग महामारी यति साह्रो भयो। अनि म चाहिँ पहिल्यैदेखि कोठा भाडामा बसिआएको मानिस,
अनि कोठा भाडामा यति साह्रो बढिराखेको भाडा अनि छोरोको फी यति बढेको छ। अनि त्यो समयमा आउने कहीँ पनि 10,000 त एकचोटि सपिङ गरिसकेपछि सिद्धि हो। अब विदेशबाट गएको मान्छे साप्टी कसरी माग्ने अब त्यहाँको मानिसहरूसँग। हुँदै गर्दाखेरि तपाईँको लगभग नि 3 वर्ष भएको थियो। त्यो अवस्थामा मलाई एउटा कुरा थाहा छ, सबैजना नयाँ कपडा लाएर क्रिसमस मान्यो, हामी चाहिँ पुरानै कपडा लाएर क्रिसमस मानेको मेरो परिवारले। त्यो घटना मलाई थाहा छ है। अनि दसैँ आइराखेको थियो, हाम्रोतिर त दसैँ मनाउँदैन हामीले त, तर उतातिर मासु यति साह्रो झैँ बनाइरहेछ। आफ्नो श्रीमती बिरामी भएर अनि एकतिर चामल पनि छैन, यति साह्रो कष्टको बिचमा हामी जियौँ र पनि हामीले एउटा निर्णय गऱ्यौँ, परमप्रभुले जुटाउनुहुन्छ। अनि त्यसपछि हामी बेलुका चाहिँ हामी प्रार्थना गऱ्यौँ, प्रभु हाम्रो बारेमा तपाईँलाई सबै थाहा छ, हामी उहाँलाई बताउन चाहन्थ्यौँ। परमेश्वरले थाहा छैन जस्तो भनेको हामी बताउन चाहन्थ्यौँ, प्रभु हाम्रो सबै कुरा तपाईँलाई थाहा छ, हामी यस्तो अभावमा छौँ तर हामी तपाईँमा भरोसा त्याग्दैनौँ है। अनि मैले थुप्रो कामहरूतिर आएर काम गरेँ, कहीँबाट पनि नि पैसा कहीँबाट नदिउँ। तपाईँको थानकोटमा काम गरेँ मैले, 3 महिना मेयरको घर काम गरेँ, खाना सबै खाइयो तर 1 पैसा पनि घर लिएर गएन, अझै ऋण बढ्यो। फेरि केही नभइसकेपछि 20 दिन घर गएर म सुतेँ, रिसले सुतेको, 20 दिन खाँदै सुत्दै त्यो पनि भएन। फेरि म काम गरेँ, 1 महिना काम गऱ्यो, गाईघाटमै काम गऱ्यो, त्यहाँ पनि ठेकदारले दिएन पैसा, ठेकदारै भाग्यो। अनि यो परिस्थिति हुँदै थुप्रो उतापचढावको कुरा भयो। अनि हामी चाहिँ गाउँ गएर सङ्गति गऱ्यौँ, त्यहाँ चाहिँ राम्रो भयो। अनि हामीले यही प्रार्थना गऱ्यौँ, परमेश्वर एकदम तपाईँले दिनुहुन्छ, यही भरोसा गऱ्यौँ, परमेश्वर महान हुनुहुन्छ, शक्तिशाली हुनुहुन्छ। हामीले भरोसा गर्न चाहिँ नि छाडेनौँ है। अनि आज म तपाईँलाई किन यो भन्दैछु भन्दाखेरि हाम्रो विभिन्न खालको परिस्थिति हाम्रो बिचमा आउँछ, तर तपाईँले उब्ने फैसला तपाईँ गर्नुहुन्छ कि गर्नुहुन्न? आमेन। त्यो परमेश्वरको वचनभित्र तपाईँ उभिनुहुन्छ कि उभिनुहुन्न, त्यो कुरा महत्त्वपूर्ण छ। तपाईँ उभिनुहोस्, परमेश्वरको वचनमा दाबी गर्नुहोस्, शक्तिशाली परमेश्वरको भएको वचनलाई तपाईँले आफ्नो हृदयमा राख्नुहोस्। तपाईँको नबनेको कार्य पनि नि तपाईँ जब उभिन सुरु गर्नुहुन्छ नि, हुँदैन चाहिँ जस्तो लाग्छ, नहोला चाहिँ जस्तो लाग्छ, तर तपाईँ उभिने फैसला गर्नुभयो भने नि तपाईँको नबनेको कामहरू पनि बन्न सुरु हुनेछ। परमेश्वर शक्तिशाली हुनुहुन्छ, परमेश्वर वचनद्वारा काम गर्नुहुन्छ है। वचन त्यो मानिस धन्य हो, अघि पनि मैले भने त्यो मानिस धन्य हो जसले परमप्रभुमाथि भरोसा राख्छ। थुप्रो कुरा लेखेको छ, भरोसा राख्ने मानिसहरूलाई, परमेश्वरको वचनमा भरोसा राख्ने मानिस थुप्रो स्टेपमा परमेश्वरले तुलना गर्नुभएको छ। हामी एउटा गीत गाउँछौँ, त्यहाँबाट सबैजना उठ्नुहोस्। मैले गीत भाइ क्वायर टिमको भाइहरूलाई